हेलो गाइज, गुड मर्निङ, नमस्ते सबैजनालाई। आज चाहिँ म यहाँनिर ठ्याक्कै यो अब हाम्रो घरमा चाहिँ पिठो मिचेर बनाए जस्तो रोटी चाहिँ हुँदैन होइन, तर पनि यो चाहिँ रेडिमेड रोटी अब खै कताबाट बनेर आएको हो होइन। जताबाट बन्यो पनि मार्केटमा सर्वत्र यत्र तत्र जताततै उपलब्ध थियो। अनि त्यसो हुँदाखेरि चाहिँ मैले यसलाई किनेर ल्याएको होइन गाइज। अनि आज चाहिँ म बिहानै अब यसो कति भात मात्रै खानु, अच्छा यसो रोटी पनि खाइदिउँ न भन्ने तरिकाले चाहिँ यसो रोटी पकाउनु लाग्यो। खै अब कस्तो बन्छ एकछिन हेरौँ है। यसमा पहिला अलिक थोरै तेल हाल्यो यसमा, अनि त्यो रोटीहरू त फ्रिजमा राखेको हुन्छ, सुकेको हुन्छ नि त। त्यसले गर्दाखेरि चाहिँ अनि सुकेको रोटी एकैचोटि तातेको तवामा हाल्दाखेरि चाहिँ अब त्यो बिग्रिन्छ होला भनेर चाहिँ मैले सर्लक्क थोरै तेल हाल्यो। अनि यहाँनिर यसलाई यसो चलाएर अन्डा राख्यो भित्र। अन्डा राखेर बनाउँदाखेरि चाहिँ अब कतिको मिठो हुन्छ यसो छ। यहाँनिर पनि बनिसक्यो एउटा रोटी, यहाँनिर बन्दैछ। यहाँनिर अन्डा हो, यहाँनिर यो रोटी प्याकेटको रोटी हो होइन गाइस। यस्तो बन्दो रहेछ रोटी चाहिँ। अब यो हुन चाहिँ अब पौष्टिक अर्थात् भनौँ न स्वास्थ्यको लागि अब त्यो अर्ग्यानिक हाम्रो घट्टहरूमा अनि त्यसोहरूमा पिसेको धुलोको रोटी जस्तो चाहिँ हुँदैन। यो चाहिँ मेड इन कता हो, मेड इन सायद बङ्गलादेश कताबाट बनेर आउँछ होइन। अनि अब यो भनेको के भन्छ, यो जस्तै अब हाम्रो चाहिँ यो मलाई त भात खाँदा वाक्क लाग्यो, दिक्क लाग्यो। अब कहिले चाहिँ रोटी खाऊँ, कहिले ढिँडो खाऊँ, कहिले खिर खाऊँ, कहिले चम्चुरा खाऊँ पकाएर भन्ने खालको हुन्छ नि। हो त्यस्तै हो। यो राख्यो, दुईवटा भयो। अब चाहिँ मैले भयो यसलाई चाहिँ गरिदिन्छु एकछिन। यसमा चाहिँ थोरै तेल हाल्ने, फेरि यति जति तेल हाल्यो। अनि यसलाई सर्लक्क यसरी घुमायो होइन, यसरी घुमायो। यहाँ चाहिँ अब एउटा रोटी ल्याएर राखिदियो, यो छ नि, यसलाई ल्याएर सिपिक्क राखिदियो। झन्झट चाहिँ छैन यसमा, अब किनकि हाम्रो त धुलो मिच्नुपर्छ। अनि पिठोलाई मिसिसकेपछि त्यसलाई फेरि त्यो ठेल्ला तराइना बेर्नाहरू हुन्छ, त्यसले चाहिँ पेल्नुपर्छ। पेलेर अनि त्यसको आकार बाटुलो निकाल्नुपर्छ। त्यो खालको झन्झट चाहिँ छैन यसमा। ल यति हो। अनि यसलाई चाहिँ यसरी सर्लक्क यसरी फर्काइदियो। यसलाई फर्काइसकेपछि एक दुईचोटि फर्काउनुपर्छ होइन, एक दुईचोटि यसरी फर्काउनुपर्छ। यसलाई फर्काऊँ। अनि यसमा चाहिँ थोरै अन्डा राखिदिउँ। अब यसरी अन्डा राखिदिउँ। अनि यसलाई चाहिँ सर्लक्क यतातिर पल्टाऊँ है। अन्डाको बाहिर सर्लक्क पल्टाऊँ। एकचोटि अब यो जल्छ होइन, नत्र त्यो भएर जल्ने भएको लाग्यो। ए कता जान्छ, कता निस्किसक्यो र अन्डा यहाँ भित्र हाल्यो। यो मेरो एउटा हातमा मोबाइल छ कि गाई, त्यही भएर अलिकति मिस्टेक भएको, नत्र चाहिँ राम्रै हुन्छ। ल मेरो हातमा मोबाइल छ अनि अर्को हातमा चाहिँ काम गर्दाखेरि चाहिँ अलिकति अप्ठ्यारो मात्रै भएको।
अन्डा चाहिँ पाकेको छैन होइन। पाके जस्तो छ। यसमा चाहिँ तपाईँको त्यो जसरी चाहिँ अब घरमा हामी रोटीहरू बनाउँछौँ नि हो त्यस्तो खालको झन्झटिलो प्रोसेसहरू चाहिँ छैन है, झन्झटिलो प्रक्रियाहरू चाहिँ केही छैन। बनाएर आएको हुन्छ उतैबाट, यसलाई खालि हामीले पकाउने हुन्छ। त्यहाँबाट